Just to prove that, just to show to the society, there is so much that's hidden in the layer of it. सर त्यो निकाल भन्ने मान्छेको हो त्यसलाई म आजै भेट्छु कहाँ पुगेर धनसन कहाँ पुगिसक्यो त्यो दुई तीनवटा फिल्मबाट आउँदैछु त्यो त्यो बेला पनि म खासमा अल्छी नै थिएँ होइन अनि मैले चाहिँ यस यहाँनिर नै गर्छु म नाटक खेल्नु पऱ्यो तर खेल्ने मौका चाहिँ नि मिलेन त्यहाँ भर्खर हेर्दाखेरि ओहो म भोलि नै गइहाल्छु भन्ने जस्तो भएको छ होइन त्यो चाहिँ त्यस्तो भयो किन भयो थाहा छैन अब वर्कसप मेन्टर नै ममा होइसिन्थ्यो सो आई थिङ्क उहाँको प्रभाव डेफिनेटली देखिन्छ त्यही माथि अब डिएनए आई गेस जुठेको धन भनेको उसको श्रीमती हो तपाईको धन चाहिँ के हो मैले त्यही भनेको छु त होइन त्यत्रो डायलग भनेको छु स्पेसल थ्याङ्क यू चाहिँ चामीलाई भन्नुपर्छ जस्तो लाग्छ किनभने चामी क्यारेक्टर भनेको उसको मनोविज्ञान एकदमै डिप छ र साइकोलोजिकली एफ्टअप पनि हो होइन त्यसको लागि निभाउनलाई एकदमै करेज चाहिन्छ जस्तो लाग्छ एन्ड आई थिङ्क यु डिड अ ग्रेट जब अल्दो उहाँ रियलमा चाहिँ त्यसको कम्प्लिटली अगेन्स्ट होइन एडभोकेट हुनुहुन्छ डेमोस्टिक भाइलेन्स नारीहरूको लागि त्यही पनि उहाँले चामेको रोल गरिदिनु भयो just to prove that, just to show to the society, there is so much that's hidden in the layer of it. And Salva, thank you so much for portraying Juthe. When Babale Thapa भएको हुनाले त्यहाँ मलाई एकदमै घर जस्तो लाग्यो म आफ्नो पुर्खौली घरमा गएर त्यहाँको रन्थनमा बस्न पाएँ होइन एकदमै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यसै समयमा म अमर सिंह थापा र कालु थापालाई सम्झेँ किनभने त्यही सुटिङ गरेर आएको हुनाले and yes, thank you mama मेरो वर्कसप मेरो मेन्टर मलाई यो क्यारेक्टरमा ल्याउन गौँथली बनाउन ममाको धेरै हात छ सो she's not here but thank you so much thank you papa for everything I guess यहाँ गौँथली पोर्ट्रे गर्न पनि धेरै हेल्प भएको छ what we have done thank you त्यही त मलाई याद भयो अनुसार चाहिँ यो मैले कथा पढ्दाखेरि हैन म गुरुकुल भन्दा अगाडि गुरुकुल आउनुभन्दा अगाडि नै मैले त्यो कथा पढेको थिएँ अनि त्यो बेला नै म चाहिँ कस्तो थियो भन्दाखेरि नाटक गर्ने हो भने नाटककै म काम गरिरहेको थिएँ त्यो बेला र त्यो बेला चाहिँ यो गर्नु पर्यो भने के गर्थेँ भन्ने सबभन्दा पहिला हाम्रो कलाकार एक्टरहरूको दिमागमा त्यही आउँछ नि यो कुन चाहिँ पात्र गर्थेँ होला भन्दाखेरि मलाई चाहिँ नि जुठे मलाई गर्न मन थियो किनभने त्यति धेरै नाटक भरि बस्नु परेन एकैछिन आयो फेरि गयो आनन्द फेरि गयो अनि मलाई त्यसरी त्यो हिसाबले मलाई मन परेको थियो होइन अनि पछि अर्कोचोटि गुरुकुलमा आइसकेपछि पढ्दाखेरि चाहिँ नि ल मैले त्यो बेला भनेको रहेछु अनि त्यसपछि बल्ल बुझेँ मैले त्यो गुरुकुलमा बसिसकेपछि बल्ल बुझेँ कि कथा र त्यो बेला पनि मलाई सरलाई हेर्दाखेरि त्यो बेला पनि म खासमा अल्छी नै थिएँ होइन अनि मैले चाहिँ यस यहाँनिर नै गर्छु म नाटक खेल्नु पऱ्यो तर खेल्ने मौका चाहिँ मिलेन त्यहाँ र त्यो चाहिँ बाँकी नै थियो एउटा होइन अनि अब मलाई थाहा छ म अब अलिक अल्छी छु भनेर होइन त्यही भएर अलिकति मेहनत गर्नु पऱ्यो भनेर चाहिँ नि जस राम्रै मेहनत चाहिँ नि मैले गर्न पाएँ किनभने 5-6 दिन पनि अलिक पछाडि सरी त्यो चाहिँ मेरो लागि के भन्नु अझ राम्रो भइदियो कि 6 दिन मैले अझ समय पाएँ त्यो गाउँमा गएर होइन 6 दिन अगाडि पुगेको थिएँ होला 6-7 दिन अगाडि अनि त्यो चाहिँ मेरो लागि फाइदा भयो झन् मैले त्यहाँ काम गर्ने मौका पाएँ र त्यतिकै पनि अब त्यो भनौँ न एउटा लिड पात्रमा होइन चामे भनेर भनेछ भने उसको क्यारेक्टरमा उसलाई भनौँ न एउटा सिधै भन्दाखेरि पशुबाट मान्छे बनाउने एउटा हुन्छ नि त्यो खालको काम चाहिँ नि त्यसले मैले त्यसले उसमा देखेँ कि होइन जुन चाहिँ नि अब मैले आफ्नो पात्रको विषयमा त धेरै भन्नु मिलेन होला होइन सस्पेन्स राखिएको छ तर भनौँ मैले त्यसरी बुझेको थिएँ र त्यो चाहिँ चान्चुने कुरा पनि होइन एउटा लिड रोललाई जसले चाहिँ पुस गर्छ राम्रोतिर होइन त्यो पात्र चाहिँ मलाई गर्ने इच्छा थियो र मैले त्यही समय पाएँ भन्छु अरू त के भन्नु होइन समय पाएँ र सबैजना हामी त्यहीँ थियौँ एकले अर्कालाई हेरिराख्यौँ बुझिराख्यौँ एकले अर्काको के भन्छ एनर्जीहरू त्यसले गर्दाखेरि पनि सायद अलिकति अझ राम्रो भएको तर मलाई यहाँ हेर्दाखेरि फेरि अब डबिङ गर्न आउनु पर्ला जस्तो मलाई लाग्यो त्यो मलाई आफ्नो चाहिँ खोइ किन मलाई जहिले पनि हो त्यो मलाई चाहिँ अब भर्खर हेर्दाखेरि ओहो म भोलि नै गइहाल्छु भन्ने जस्तो भएको छ होइन त्यो चाहिँ त्यस्तो भयो किन भयो थाहा छैन अब फिल्म चाहिँ नि जस राम्रो होला भन्ने यो टेलर चाहिँ मलाई राम्रो लाग्यो हैन एउटा क्वेशन सोधे के जुठेको धन भनेको उसको श्रीमती हो तपाईको धन चाहिँ के हो मैले त्यही भनेको छु त हैन त्यत्रो डायलग भनेको छु अनि त्यहाँ भनेकै हो त्यो त्यही नै हो खासमा
त्यो मैले रियल लाइफको कुरा अनि त्यसलाई मैले त्यसरी छुट्याएको छैन है त्यसलाई मैले त्यसरी छुट्याएको छैन त्यो जे थियो त्यो एकदम सत्य थियो एकदमै के कुन चाहिँ हो कहाँ पुगेर धनसन कहाँ पुगिसक्यो त्यो 2-3वटा फिल्मबाट आउँदैछु त्यो त गाह्रो हुन्छ यार त्यसरी म सबै सक्दैन त्यो त म जति सक्दो मैले कोसिस गर्ने म बिर्सिने हो अब होइन नयाँ कुरा दिमागमा हाल्नुपर्ने छ होइन त्यो चाहिँ म सबै सक्दैन खासमा साँच्चै भन्ने भने कसरी सरी भनौँ कि उठबस गरौँ कि कुखुरा भन्नुपर्छ मेरो एउटा प्रश्न छ सुहानाजीलाई सुहानाजी तपाईँका यो चलचित्र जसरी तपाईँले अभिनय गर्नुभयो यसको कथावस्तुलाई यथार्थपरक रूपमा तपाईँ जन्मिनुभन्दा अगाडि बनेको कथावस्तु त्यो समय त्यस्तो थियो भनेर भावनात्मक रूपमा तपाईँलाई कतिको अट्याचमेन्ट भयो र यस चलचित्रमा खेलिसकेपछि तपाईँले पाएको आफूलाई बदलाव के भयो मलाई लाग्छ त्यो समय र अहिले समय भन्दा पनि एउटा ट्रुथ थियो मेरो लागि कि यो खप्दै आएको एउटा वुमेन डोमेस्टिक भाइलेन्सको एउटा सिरिज हो भन्ने मलाई पहिलेदेखि नै लागिरहेको थियो आई थिङ्क मेरो लागि एउटा थेराप्युटिक एक्सपोजर पनि थियो जुन चाहिँ मैले देखिरहेको पहिलादेखि सुनिरहेको कथाहरू अरू मेरो आँखाबाट देखेको अरू सुनेको कथा घर परिवार अरू छरछिमेकीबाट सुनिरहेको कथा पनि आफैले त्यो प्लेसमा भएर to actually live it was pretty different and to come out of it मेरो एउटै क्वेसन मात्रै के थियो भने सबैजनाले चाहिँ कसरी चाहिँ हाम्रो सोसाइटी इज डिपली कम्प्लेक्स कि अहिलेसम्म पनि इट्स भेरी डिफिकल्ट फर अ वुमन टु से आई वान्ट टु लिभ अर आई वान्ट टु गो समवेयर एल्स त्यो एउटा सिस्टमेटिक फेलियर जस्तै लाग्यो मलाई अहिले आउँदाखेरि चाहिँ मेरो अनुभव मैले बोकेको चाहिँ अहिलेसम्म हामी सिस्टमेटिक फेलियरमै बसिरहेको छौँ जस्तो लाग्छ तपाईँमा बदलाव के आयो त्यसमा मेरो बदलाव a new learning, a new perspective that we're still living in a systematic failure. Thank you. जबदेखि हजुरको लुक सार्वजनिक भयो होइन हजुरलाई चाहिँ झर्नाजीसँग कम्पेयर गरिएको मम्मीको र छोरीको एक ठाउँमा फोटो राखेर देखाइएको छ मम्मीबाट कतिको इन्सपायर हुनुभयो र आफूले चाहिँ कतिको फिल गर्नुभयो स्क्रिनमा आइरहेको भने चाहिँ म झर्नामा म देख्दैछु है मैले भने मेरो वर्कसप मेन्टर नै ममा होइसिन्थ्यो सो आई थिङ्क उहाँको प्रभाव डेफिनेटली देखिन्छ त्यही माथि अब डिएनए आई गेस भएर पनि सर त्यो निकाल भन्ने मान्छेको हो त्यसलाई म अझै भेट्छु यस्तो छ खासमा लास्ट इयरको मेरो बसन्त रिलिज र अलिकति पोलिटिकल कन्ट्रोभर्सी पछि मैले हाम्रो सुशील सरलाई र रोहित अधिकारी हाम्रो माइती घरको प्रड्युसर जो मेरो 2वटा फिल्म मात्रै रिलिज हुन बाँकी थियो के अरे फ्लोरमा जान बाँकी थियो मैले साइन गरेर बसेको मैले 2जनालाई एउटै मेसेज पठाएको थिएँ सो यो सबै कुरा भयो तपाईँहरू मलाई लिएर कतिको कन्फिडेन्स हुनुहुन्छ यदि हुनु नभने चाहिँ म तपाईँहरूलाई पुनर्विचार गर्न अनुरोध गर्छु है एक्चुअली सोच्नु अनि त्यसपछि म त काम गर्न ओपन नै छु तर यस्तो सबै कुराहरू भइसकेपछि तपाईँहरू गर्नु चाहिँ गर्नु न भनेर एउटै मेसेज उहाँहरू 2जनालाई फरवार्ड गरेको थिएँ त्यही नै हो थ्याङ्क यू विजय